आजको दिन चाहिँ धेरै स्पेसल भयो किनभने भिडियो फुल हेर्नुहोला र गम पाउनुहुन्छ। नमस्ते, म निर्मला शर्मा र म पनि एउटा मिडल फ्यामिलीदेखि बिलङ गर्छु र मेरो पनि धेरै ठुल्ठुलो सपना छैन, सानो एउटा सपना छ, त्यही लिएर चलिरहेको छु र हेर्न सक्नुहुन्छ होला। मेरो सपना भन्ने चाहिँ डान्स गर्ने र डान्स सिकाउने त्यही नै छ। र अहिले चाहिँ म आएको थिएँ डान्स सिकाउनको लागि म र बहिनी भएर र दिदीहरूको घरमा आइपुगेपछि चाहिँ यस्तो राम्रो पार्टी चलो भन्दा के भन्नु। र दिदीहरूले चाहिँ क्लास खत्तम भइसकेपछि हामीलाई झालमुरीहरू बनाएर खुवाउनु भयो र धेरै राम्रो लाग्यो र धेरै माया गर्नुहुन्छ हामीलाई र धेरै खुसी पनि लाग्यो किनभने अर्को जग्गामा आएर यति धेरै माया भेट्न पाएपछि त के चाहिन्छ होइन। यहाँ हेर्न सक्नुहुन्छ होला हामीसँगै मिलेर हामीलाई यति धेरै माया गरेर चानाहरू यहाँ तिमाटीबाट बोगरी कुटेर खुवाउनु हुँदैछ। धेरै 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 राम्रो लाग्यो र गाइस तपाईँहरूलाई मेरो भिडियो हेरेर कस्तो के लाग्छ कमेन्टमा गएर भनिदिनु होला। र मेरो र बहिनीको सपना पनि धेरै ठुलो छैन, सानो सपना लिएर सानो सपना बोकेर हामी चाहिँ घुरिरहेछौँ र हामीलाई डान्स गरेर राम्रो लाग्छ र हामी डान्स गरिरहेछौँ र हामीले जति जान्दछौँ त्यति सिकाइ पनि रहेको छौँ। र तपाईँहरूलाई हामीले डान्स गरेको कस्तो के लाग्छ कमेन्ट गरेर भनिदिन नबिर्सिनु होला। दिदीहरूले चाहिँ झालमुरीहरू बनाएर दिनतिर लाग्नुभयो अनि हामीहरू खानेतिर पनि लाग्यौँ, हेर्न सक्नुहुन्छ होला। धेरै टेस्टी भएको थियो र तपाईँहरू को कोलाई झालमुरी मनपर्छ कमेन्ट गरेर भन्न तँ पनि नबिर्सिनु होला। यति भइसकेपछि अब हामीहरू घरतर्फतिर जानको लागि निस्केका, किनभने क्लास सकेर घर जानु पर्यो होइन, त्यसको लागि चाहिँ हामीहरू घर जानेतिर लाग्यौँ। र गाइस घर चाहिँ आमाको यहाँदेखिबाट बेसी दूर छैन, लगभग 15-20 मिनटमा हामीहरू घर पुग्छौँ। त्यसको लागि फाइनली अहिले घर आइपुगेर हेरेको घरभरि हुलुस्तुल भइरहेछ। के भएको भनेको त गत्तै बाँदर आएर गाउँमा पुरा हुलुस्तुल भइरहेछ। हामीहरूको चाहिँ यता धेरै बाँदर आउँछ र बाँदरले गरेर केही खेतीहरू पनि गर्न सकिँदैन। हामीहरूको घरको टेमी चाहिँ बारीमा लगो भनेको सुनेर म र बहिनी चाहिँ दाङ लिएर जान थाल्यौँ खेदाउनको लागि। दाङ गर्ने सरी लट्ठी, किनभने बाँदरहरू एकदम तेतरा भएका छन्, एकदम झम्टिहाल्छ कि टोक्नुको लागि, त्यसको लागि डर लाग्छ। अहिले चाहिँ हामीहरू बारीमा आइपुगिसक्यौँ। घरभित्रबाट के को टेमी लिएर आयो गमै पाएनौँ, त्यसको लागि हेर्नको लागि आयौँ। र बाँदर चाहिँ एकदम बेसी नै छ, धेरै उत्पात भइसकेको छ हामीहरूको यता। उत्पात पनि यति नै भन्ने कि घरमा केही एउटा फलमूलदेखिबाट बारीमा एउटा केही जिनिस नै लगाएर हामीले खान पाएको छैनौँ, त्यति साह्रो भइसकेको छ। गोटै गाउँ बाँदर हुलुस्तुल बाँदर खेदाउनको लागि र हामीहरूको घरभित्र चाहिँ कतिखेर बाँदर पसेर यहाँ हेर्न सक्नुहुन्छ होला छरछर पारिसकेर छ, हामीलाई थाहै नै भएन। बहिनी चाहिँ पुरा गुल्टीहरू लिएर हामी सबैजना घरको अब गाउँको सब निस्केर बाँदर खेदाउनतिर लाग्यौँ। आधी जीवन चाहिँ हामीहरूको बाँदर खेदाउँदै पार हुने पर्यो भनेर म चाहिँ भिडियो गर्नेतिर लागेँ। यति गरिसकेपछि आज हाम्रो घरमा गुटको मिटिङ थियो, सबैजना आउनुभएको थियो, त्यसको लागि चाहिँ म चाय बनाउनतिर लागेँ। चाय बनाउनको लागि चाहिँ मैले यहाँ हेर्नु न स्पेसल फाँसे भाजी यो पाराले बनाऊँ न कस्तो हुन्छ भनेर। अब हामीहरू भनेको गरिब मान्छे हौँ, कफी किनेर खाने केही छैन भन्नु, अब मिल्दैन गाइस भन्नु पनि के भन्नु होइन, त्यसकै लागि। र मैले चाहिँ यो स्टाइलले बनाएर खाऊँ धेरै टेस्टी हुन्छ भनेर मैले युट्युबमा हेरेको थिएँ, त्यसकै लागि मैले पनि बनाउनेतिर लागेँ। यहाँ हेर्न सक्नुहुन्छ फास्ट भाजी चाहिँ मैले चिनी र सपत्तीलाई चाहिँ केही नहालिकन एकछिन यसरी पिघलाएपछि त्यसको बादमा चाहिँ गाखिरहरू हालेर अनि त्यहाँबाट पानी अलिकति एड गरेर मैले बनाउनेतिर लागेँ। गुटको मिटिङ छ र भाउजूहरू सबैजना आउनुभएको छ, त्यसको लागि बहिनी पनि अहिले चाहिँ घरमा छैन, एकछिनमा आउँछ, त्यसको लागि चाहिँ म चाय बनाउनेतिर लागेँ। र गाइस तपाईँहरू चाहिँ मेरो भिडियो कहाँदेखिबाट हेर्नुहुन्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। चाय बनाउँदै बनाउँदै मलाई चाहिँ एकदम अब आफूलाई देखाएन भने त भिडियो बनाएको कहाँ हुन्छ होइन गाइस, त्यसको लागि चाहिँ आफूलाई देखाउनतिर लागेँ। अनुहार जस्तै भए पनि देखाउनै पऱ्यो नि त होइन, त्यसको लागि। र म चाहिँ बुच्चेसँग एकछिन खेल्नेतिर लागेँ। यसलाई चाहिँ मैले 2 महिना नभइकनै लिएको थिएँ, 1 महिना भएको थियो होला सायद, अनि त्यसको बादमा मैले लिएर आएको थिएँ र अहिले चाहिँ हेर्न सक्नुहुन्छ कति ठुलो भइसक्यो। यो लगभग 3 महिनाको भयो र कति ठुलो लाग्छ होइन, यसलाई हेरेर हेर्नु न। र गाइस चायहरू बनाइसकेँ र सबैलाई दिनेतिर लागेँ।